जी साथीहरू हो, तपाईँहरूले यो कस्तो खालको प्रधानमन्त्री बनाउनु भएछ हौ? कि तपाईँहरूले मात्रै भेट्न जेन्जीले मात्रै भेट्न पाउने, कि ठुल्ठुलो नेताले मात्रै भेट्न पाउने, कि उहाँ प्रधानमन्त्रीको आफन्त नातागोता हुनुपर्ने? अनि हामी जस्तो सर्वसाधारण जनताले आफ्नो समस्या लिएर प्रधानमन्त्रीलाई भेट्नु पर्यो भनेदेखि कहिले पनि भेट्नु हुँदैन, भेट्नु मिल्दैन मात्रै भन्छ। यो प्रधानमन्त्रीको आदेशै त्यस्तो हो कि उहाँको आसेपासेले गरेको कुरा त्यस्तो हो? जेन्जी साथीहरूलाई म के भन्न चाहन्छु भने यो कस्तो खालको प्रधानमन्त्री चुन्नुभयो तपाईँहरूले है? जेन्जी त्यत्रो 77 के अरे 76 जनाकोले ज्यान गुमाएको छ, साधक प्राप्त गरेको छ। यो जनताले न्याय पाओस्, यो करप्सन हटोस् भनेर चाहिँ त्यत्रो 76 जना साधक प्राप्त गरेर बनाएको प्रधानमन्त्री सुशीला कार्की कि जेन्जीले मात्रै भेट्न पाउने, कि ठुल्ठाला नेताले मात्रै भेट्न पाउने, कि उहाँको नातागोता हुनुपर्ने? अनि यो जनताले आफ्नो समस्या लिएर उहाँसँग भेटेर कुरै गर्न नपाउने भनेपछि यो त हिजो ज्ञानेन्द्र राजाभन्दा पनि ठुलो बनाइदिनु भएछ तपाईँहरूले। हिजो बरु ज्ञानेन्द्र राजा हुँदाखेरि बरु जनताले आफ्नो समस्या राख्नु पर्यो, आफ्नो समस्या चाहिँ राख्न जानु पर्यो, भेट्नु पर्यो भन्दाखेरि बरु राजाले भेट्न दिएको थियो। अहिलेको सुशीला कार्की प्रधानमन्त्रीले त भेट्नै दिँदैन बा। यो कस्तो खालको प्रधानमन्त्री हो? राजाभन्दा ठुलो प्रधानमन्त्री बनाइदिनु भएछ जेन्जी साथीहरू। हामीलाई चाहिँ साह्रै गुनासो लाग्यो, किनकि तपाईँहरूले बनाएको प्रधानमन्त्री त तपाईँहरूको यो आन्दोलनबाट प्राप्त भएको यो प्रधानमन्त्री त हिजोको ज्ञानेन्द्र राजाभन्दा पनि ठुलो बनाएर राख्नुभएछ। उहाँले जस्तो विभेद त हिजो राजाले पनि गरेको थिएन। राजाको शासनमा पनि अहिलेको सुशीला कार्कीको जस्तो शासन थिएन। भेट्न पाउँथ्यो, जनताले यस्तो समस्या भयो भनेपछि उहाँको पिएलाई कोही कसैलाई कुरा राख्यो भने भेट्न पाइन्थ्यो, समस्या यस्तो हो भन्न पाइन्थ्यो। तर अहिलेको सुशीला कार्कीलाई त्यो पनि गर्न नपाउने भयो भनेपछि राजाभन्दा ठुलो बनाइदिनु भएछ। जनताको पिर मर्का बुझ्छ कि भनेर चाहिँ बनाएको प्रधानमन्त्री राजाभन्दा ठुलो बनाइदिनु भएछ। कस्तो खालको हो? जेन्जी साथीहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु, अबको फागुन 21 गतेको चुनावपछि आउने तपाईँहरूको परीक्षण काल पनि हुँदैछ। कस्तो खालको प्रधानमन्त्री चुन्ने भन्ने कुरा तपाईँहरूकै हातमा छन्। किनकि एमाले पार्टीबाट पनि जेन्जी होलान्, काङ्ग्रेस पार्टीबाट पनि जेन्जी होलान्, राप्रपाबाट पनि जेन्जी होलान्, सबै पार्टीबाट पनि जेन्जी होलान्। तर जेन्जी साथीहरूले अस्ति 76 जनाले साधक प्राप्त गऱ्यौँ, जनताले न्याय पाएन भनेर चाहिँ आन्दोलन गऱ्यौँ। तर त्यही आन्दोलनको जगमा बनेको सुशीला कार्की ज्ञानेन्द्र राजाभन्दा पनि ठुलो भएछ। जनताले कुरा सोध्न नपाउने, भेट्नै नपाउने, उहाँको स्वकीय सचिवहरूलाई फोन गऱ्यो भने उहाँलाई भेट्न सक्नुहुन्न मात्रै भन्छन्। भनेपछि उहाँको निर्देशनै त्यस्तो होला। यो कस्तो खालको पक्षपात गर्ने प्रधानमन्त्री बनाइदिनु भएछ जेन्जी साथीहरू। तपाईँहरूले हाम्रो कुरा राखिदिनु पऱ्यो कि सर्वसाधारणले पनि आफ्नो समस्या राख्न पाउनु पऱ्यो। जनताको कुरा पनि जनताले पनि प्रधानमन्त्रीले भेट्न पाउनु पऱ्यो, प्रधानमन्त्रीले पनि सुन्नु पऱ्यो। तर 6 महिनाको प्रधानमन्त्री भनेर चाहिँ ओहो ज्ञानेन्द्र राजाभन्दा पनि ठुलो प्रधानमन्त्री भएछ। यसैमा मलाई साह्रै दुःख लागेको छ। जेन्जी साथीहरू, तपाईँले कस्तो खालको मान्छेले प्रधानमन्त्री बनाउनु भयो, यो नै दुःख लागेको कुरो छ है। धन्यवाद।